सो हेलो गाइज वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हाल खबर? आई होप सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म स्कुल गएको थिएँ, नयाँ स्कुलमा एडमिसन गर्न भनेर गएको थिएँ। अनि त्यहाँ चाहिँ मलाई यो फर्म दिनुभयो। अनि यो फर्म भर अनि भोलि चाहिँ अब स्कुलमा एडमिसन हुन्छ, भोलि इन्ट्रान्स हुन्छ भन्नुभएको थियो। अनि त्यसपछि म त्यहाँबाट आएँ अनि घाम नि धेरै लागिसकेको थियो। म अनि घरतर्फ जान लागेँ। स्कुलमा चाहिँ म दिदी भाइ गएको थिएँ। केही बेरपछि म एक्लो ब्रिजमा नि पुगेँ। अनि त्यहाँबाट चाहिँ अब घर चाहिँ नजिक थियो, यस्तो घाममा हिँड्दै गयो एक्लो ब्रिजबाट। अनि साँझ नि भइसकेको थियो। अनि भाइले नि कपाल काट्ने भन्यो, उसको चाहिँ लामो कपाल भएर यो साइडमा आउँछ नि, त्यो आएर अलि नराम्रो टाइपको देखेको थियो क्या। अनि भाइको कपाल नि बढिसकेको थियो। अनि भाइले कपाल काट्न नि जाउँ भन्यो। अनि म र भाइ कपाल काट्न नि गयो। अनि म चाहिँ यस्तै बसिरहेको थिएँ, मलाई नि काटौँ भइरहेको थियो। तर म चाहिँ अहिले काट्दिनँ क्या, किनकि अहिले चाहिँ कपाल पाल्छु। अनि स्कुल लागेपछि अनि सर म्यामहरूले काट भनेपछि चाहिँ काट्छु। अनि मलाई बस्दा चाहिँ लास्ट बोर लागिसकेको थियो क्या। अनि भाइ चाहिँ बसिरहेको थियो, कपाल काटिरहेको थियो। मलाई चाहिँ वेट गर्न लास्ट झ्याउलाइरहेको थियो। केही बेरपछि भाइले नि कपाल काटेर भाइको कपालको लुक्स यस्तो दामी भएको थियो क्या। यस्तो कपालबाट चाहिँ यस्तो दामी बनाइदिएको छ क्या। अनि भाइ र म घरतर्फ नि जान लागेँ। म कति क्लासमा हो थाहा पाउनको लागि यो भिडियोमा 1K भ्युज पुऱ्याउनु म आफै भन्ने छु अर्को भिडियोमा। र थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।